प्रत्येक 1 घण्टामा नेपालमा एउटा रेप हुने गर्छ, त्यो पनि दर्ता भएको रेकर्ड अनुसार। तर पनि नेपालमा फाँसीको कानुन छैन। नमस्कार, स्वागत छ हजुरहरूलाई नेपाल टक्समा। मेरो काम हो रिसर्च गरेर सत्य प्रस्तुत गर्ने। आजको रिसर्चले म पनि झसङ्ग भएको छु। यो रिसर्च गर्न मलाई बाध्य बनायो यस्ता प्रश्नले, किन बलात्कारका घटनाहरू नेपालमा बढिरहेका छन् र त्यसपछि यो प्रश्न, आखिर यस्ता अपराधीहरूको मृत्युदण्ड बाहेक राम्रो सजाय के नै हुन सक्छ। तर किन छैन नेपालमा मृत्युदण्ड? यहीसँग सम्बन्धित धेरै प्रश्नहरू आउन लागे। के नेपाल चाहेर पनि अब मृत्युदण्डको सजाय ल्याउन सक्दैन? के नेपालको संविधानबाट मृत्युदण्ड हटाउने कुनै बाह्य शक्तिको पनि हात छ? आखिर कहिले हटे यस्ता सजायहरू नेपालको कानुनबाट? बस भिडियो अन्तिमसम्म हेर्नु होला, हजुरहरूलाई एक कुरा भन्नेवाला छु। तर त्योभन्दा पहिले नेपालमा भएको रेप केसको तथ्याङ्कहरू बुझ्ने कोसिस गरौँ। नेपाल प्रहरीका अनुसार एक आर्थिक वर्षमा मात्रै 2153वटा बलात्कारका केसहरू दर्ता भएका थिए। त्यसमध्ये 1414 जना त पीडित बालिका नै थिए, अर्थात् अधिकांश पीडित बालिका 18 वर्षभन्दा कम उमेरका थिए। धेरै अपराधीहरू परिचित व्यक्ति नै थिए, जस्तै छिमेकी, आफन्त, शिक्षक वा साथी। विकिपिडियाको अनुसार नेपालमा हरेक 54 मिनेटमा एक महिला बलात्कारको शिकार हुने अनुमान गरिएको छ र हुन्छ पनि। हामीले देखिसक्यौँ हुन्छ यो घटना। तर यो त मात्रै केवल दर्ता भएको केस अनुसार। आधीभन्दा धेरै केसहरू त दर्तै हुन पाउन्नन्। समाजको डर, परिवारको दबाव, इज्जतको डर, पैसा खुवाएर अपराधी लुकाउने अनि कानुनी प्रक्रिया पनि त ढिलो छ यहाँ। यी कारणले धेरै घटनाहरू त रिपोर्ट नै हुँदैनन्। र हजुरहरूलाई थाहै छ नेपालको कानुन दैवले जानुन्। सतीले श्रापेको देशमा न्यायको नामो निशान छैन। पछिल्ला 8 वर्षमा नेपालमा 16,960 भन्दा नि बढी बलात्कारका केसहरू दर्ता भएका छन्। यो रिपोर्ट अझै डिटेलमा हेर्न चाहनुहुन्छ भनेपछि राइजिङ नेपालको लिङ्क डिस्क्रिप्सन बक्समा छ, हजुरहरू गएर हेर्न सक्नुहुन्छ। तर तीमध्ये केही केसहरू त राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत न्यायको लागि नारा घन्केको छ, तर न्याय पाएनन् ती बहिनीहरू, ती दिदीहरू। निर्मला पन्तको केस सम्झिनुहोस्। 2018 जुलाई कञ्चनपुरकी 13 वर्षीय बहिनी निर्मला पन्त साथीको घरबाट फर्किने बेलामा बेपत्ता हुन्छन्। अर्को दिन उनको शव उखु खेतबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटियो। र योपछि धेरै आन्दोलनहरू पनि चर्के। जस्टिस फर निर्मला अभियान, देशव्यापी प्रदर्शन भयो, राजनीतिक दबाव पनि भयो, तर न्याय पाएनन् बहिनी। दुःख लाग्दो कुरो के छ भनेपछि अहिलेसम्म 2018 भनेपछि अहिले 2026 चलिरहेछ। 8 वर्ष भइसक्दा पनि ती बहिनीको अपराधीको अत्तो पत्तो छैन। मतलब अपराधी मजाले घुमिरहेछ रेप गरेर। किन त्यस्तो भयो थाहा छ हजुरहरूलाई? प्रमाण नष्ट भयो त्यति बेला। कसरी भयो सोचिराख्नु भएको छ नि? नेपालको कानुन दैवले जानुन् भनेको यही हो। डिएनए जाँच पनि बिग्रियो। कसरी बिग्रियो? यही हो रिजन। गलत व्यक्तिलाई पनि पक्राउ गरियो। किन गरियो? यही हो रिजन। इनिसा बिकको केस, 1 हप्ता अगाडिको घटना। इनिसा बिकको घटना निकै चर्चामा आयो। 16 वर्षीय बहिनी घरबाट ट्युसन पढ्न गएकी, तर पछि उनको शव भेटियो जङ्गलमा। कुन अवस्थामा फेला परेकी थिइन् हजुरहरू सोसल मिडियामा हेरिसक्नु भएको होला। दुःखद कुरो यसको पनि यही छ कि अहिलेसम्म शङ्कास्पद रूपमा मात्रै 4 जना किशोरलाई पक्राउ गरेको छ। र सबुत अनुसार अपराधी कन्फर्म हुँदा पनि सजायको लागि केही गर्न नसक्नु के हो त यो? यसको लागि त सिधै मृत्युदण्ड आउनुपर्ने होइन र? त्यही भयो, यो घटनाले फेरि पनि त्यही प्रश्न उठायो, आखिर किन मृत्युदण्ड छैन? कतिपय नेपाली साथीभाइहरू हामी अहिले मृत्युदण्डको माग एकदमै गरिरहेको छौँ, तर किन आएको छैन त्यसको कारणहरू पनि बुझ्नुपर्छ। त्योभन्दा पहिले अलिकति थोरै चर्चा गरिहालौँ। यस्तो केसहरू धेरै छन्। भगराथी भट्टको केस, सम्झना कामीको केस। ग्रामीण क्षेत्रमध्ये यस्ता घटनाहरू भइरहेछन्, तर अनुसन्धान कमजोर, प्रमाण नष्ट, राजनीतिक दबाव, न्याय ढिलो, यस्ता डरले चाहिँ घटनाहरू दर्ता हुन पाउन्नन्। अब यतिको सुनिसकेपछि कोहीको लागि त यो भिडियो केवल ज्ञानको लागि मात्रै हुनसक्छ, तर असली पीडा त उसले बुझ्छ जो साँच्चीकै भोगिरहेको छ। जब यस्तो जघन्य अपराध हुन्छन्, प्रत्येक नागरिकको मनमा एउटा प्रश्न उठ्ने गर्दछ, आखिर किन छैन नेपालमा मृत्युदण्ड? लाउनुहोस् अब मुख्य प्रश्नतिर लागौँ। यसको एन्सर पनि खोज्ने कोसिस गरौँ। यसको कारणहरू धेरै छ नेपालमा। फर्स्ट कारण त कमजोर अनुसन्धान। नेपालमा धेरै केसहरूमा अघि नै मैले भनिसकेँ, डिएनए परीक्षण एकदमै ढिलो हुने गर्दछ। फरेन्सिक सुविधा पनि कम छ र प्रमाण सुरक्षित राख्ने प्रणालीहरू पनि कमजोर छ। यसले अपराधीलाई बाँच्न मद्दत गर्छ र यो एकदमै मेजर समस्या बनेको छ। कतिपय कर्मचारीहरू पैसाको लोभमा आफ्नो अनुसन्धानको कर्तव्य पनि बेचिदिन्छन्। पैसामा तुलना गर्न खोज्छन् पीडितको पीडालाई। के हो राम्रो हो? हजुरहरू कमेन्ट गर्नु। त्यसपछि दोस्रो रिजन के छ भनेपछि धेरै ठाउँमा अझै पनि सामाजिक सोच छ। घटना लुकाउने अनि गाउँको पञ्चायत मेलमिलाप जस्ता कुराले गर्दा थोरै पैसामा पनि, जघन्य अपराध गरेको थोरै पैसामा पनि केही पैसा तिरेर छुटाइन्छ। यस्ता खतरनाक प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा मृत्युदण्ड आए पनि
केही हुनेवाला छैन, अपराधीहरू मजाले घुमिराख्छन्। त्यसपछि तेस्रो रिजन छ परिवार र चिनजानकै अपराध। नेपालमा धेरै बलात्कार केसमा अपराधी परिचित व्यक्ति हुन्छ, जस्तै आफन्त, छिमेकी, शिक्षक, साथी। त्यसैले पीडितहरू उजुरी दिन पनि डराउँछ र यो पनि एउटा मेजर समस्या हो। हजुरहरू अधिकांश केसमा यस्तै भेटाउनुहुन्छ होला। अहिले पनि इनिसा बहिनीको केसमा के भइरहेछ, बोयफ्रेन्डै नभनौँ, हामीलाई कन्फर्म छैन, बट साथी हो, एटलिस्ट चिनेको साथी हो भनौँ न, विश्वासिलो साथी हो र यस्ता केसहरू अधिकांश छन् नेपालमा। त्यसपछि चौथो रिजन छ हामीसँग न्याय ढिलो हुन्छ। कहिलेकाहीँ केसहरू वर्षौँसम्म चल्छन्। यसको इक्जाम्पलहरू दिनुपर्छ र निर्मला बहिनीको केस, यसले समाजमा यस्तो सन्देश दिन्छ कि अपराध जति गरे पनि सजिलै बाँच्न सकिन्छ। म्यासेज यही दिइरहेछ, किनकि अपराधी अहिलेसम्म कुनै पनि फेला परेको छैन जति पनि बलात्कारको केसहरू भए। अब अरू रिजनहरू चर्चा गरौँ। नेपालमा कानुनी रूपमा मृत्युदण्ड चाहिँ छैन अहिले। यसको ऐतिहासिक कानुनी कारणहरू पनि छ। नेपालले मृत्युदण्ड हटाइसकेको छ। 2046मा संविधान संशोधन गर्ने बेला त्यति बेला एउटा आन्दोलन चर्केको थियो, जनआन्दोलन भनेर। त्यसपछि नेपालको कानुनबाट बलात्कार मृत्युदण्डको जुन सजाय छ त्यसलाई चाहिँ हटायो। विकिपिडियाको अनुसार नेपालको वर्तमान संविधानले स्पष्ट भन्छ कुनै पनि कानुनले मृत्युदण्ड दिन सक्दैन। जीवनको अधिकार, राइट टु लाइफ भनेर एउटा हामीसँग कानुन छ र त्यही कानुन अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक। त्यसैले राज्यले सबैको जीवन लिनु संविधान विरुद्ध हुन्छ भनेर बताएको छ। तर कतिपय केसहरू यस्ता हुन्छन् सम्मानपूर्वक बाँच्न पाउने हक जुन छ त्यो चाहिँ पटक्कै मिल्दैन कतिपय केसमा। इनिसा, निर्मला जस्ता बहिनीहरूलाई पनि सम्मानपूर्वक बाँच्न पाउने हक थिएन र कुन आधारमा चाहिँ यो सम्मानपूर्वक बाँच्न पाउने हकको सिस्टम ल्याएको छ। यसको अरू कारणहरू पनि त होलान्, यसको अरू अब्जेक्टहरू पनि त होलान् इफेक्ट गर्नेलाई। यो हदसम्म बाँच्न पाउनुपर्छ भनेर पनि त होला। ल यो त भयो मेरो पर्सनल थेसिस र सम्मानपूर्वक बाँच्न पाउने हक चाहिँ नेपालको संविधानमा अहिले राखेको छ। त्यसपछि अर्को रिजन छ अन्तर्राष्ट्रिय सम्झौता। नेपालले एउटा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ, सेकेन्ड अप्सनल प्रोटोकल टु ICCPR भन्ने सन्धिले के भन्छ भनेपछि मृत्युदण्ड हटाउनुपर्छ। मृत्युदण्ड किन हटाउनुपर्छ भनेपछि एम्नेस्टी इन्टरनेसनल नेपालको अनुसार यदि यही अपराधी हो भनेर त्यसलाई फाँसी दिइहाल्यो भनेपछि फेरि भोलि गएर बाइचान्स मानौँ त्यो अपराधी चाहिँ निर्दोष भेटियो भनेपछि त्यो गल्ती चाहिँ नेपाल सरकारले फिर्ता ल्याउन सक्दैन। यही डरको कारणले विभिन्न देशहरूमा, धेरै देशहरूमा मतलब फाँसीको सजाय चाहिँ हटेको छ र मेन रिजन यो पनि हो। र एउटा प्रिडिक्सनवाला कुरा गरौँ के नेपालमा अब मृत्युदण्ड ल्याउन सजिलो छ त? जहाँसम्म मलाई लाग्छ 2/3 सरकार अहिले बनेको छ, रासोपाले 5वटा सिट पाएको छ भनेपछि राप्रपाबाट 2/3 मत जसले ल्याउँछ उसले चाहिँ संविधान संशोधन गर्न पाउँछ र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुन्छ कि भन्ने पनि अर्को डर हो। त्यसमा धेरै देशहरूको समर्थन हुन्छ र धेरै देशहरू राजी हुनुपर्छ त्यस्तो कुराहरू चेन्ज गर्नको लागि। यसकै अल्टरनेटमा नेपाल सरकारले आजीवन कैद सजाय या 25 वर्ष कैद सजाय भनेर एउटा सिस्टम निकालेको छ। घटनाको रूप अनुसार अपराधीलाई आजीवन कैद सजाय गर्ने कि 25 वर्ष कैद सजाय गर्ने भनेर एउटा कानुन बनेको छ। तर मलाई लाग्छ त्यो कानुन पनि अहिलेसम्म कोहीकोमा इम्प्लिमेन्ट भएको छैन। किन भएको छैन? बलात्कार गर्नु छुट्टै एउटा ठुलो अपराध हो भनेपछि बलात्कार पछि हत्या गर्नु त के होला? हजुरहरू आफै कमेन्टमा भन्नु। आजको भिडियोमा यति नै। हजुरहरू यदि नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्सक्राइब गरिदिनु होला।